एभ्रीवान नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी अञ्जली राउत सबैजना सन्चै हुनुहुन्छ होला आशा राख्छु। आज चाहिँ दिदी बाहिर जान लागेको अनि हामी उडाउन जान लागेको उडाउन भन्दा नि जस पुराउन जान लागेको अनि त्यसपछि अब चाहिँ रेडी हुन्छु अनि भेट्छु ल। माइजहरू गइसक्नु भयो अनि हामी चाहिँ सिधै एयरपोर्टमा जाने भनेर अनि जाने। म चाहिँ रेडी भएँ अब हिँड्छु भाइ बहिनीलाई लिएर। भाइ बहिनीलाई देखाउँछु ल। भाइ दुईटा भाइ मतलब माइजूको छोरो अनि म अनि मेरो भाइ आफ्नो भाइ पाँचहरूलाई लिएर हिँड्न लाग्नु हाँसो त मरद छ त ब्रो हाँसो मरद छ केटीहरू पनि मरद हुनुपर्छ मलाई देखेर जो कस्तो यार। हामी जडीबुटी आएर जडीबुटी ओर्लिसक्यौँ अनि दिदीको साथीसँग भेटेर अनि सँगै जान्छौँ। दिदीको साथीहरू भेटेर अगाडि अगाडि जानुभएको छ। म चाहिँ पछाडि पछाडि छु। भाइहरू अझै पछाडि छन्। हामी अब आइपुगिसक्यौँ। अब 1 मिनेट मात्र बाँकी। घरको पिडी नजानु तपाईँ मुगलान मलाई कति गर्यो ढिपी म जानै पर्छ साइली कि वर्ष वर्ष पर्खी 40 कटेसी बसौला आउने छु है म फर्की सानो मायाको घर। हामी चाहिँ कोटेश्वर ओर्ल्यौँ। कोटेश्वर सानो काम छ अनि बाबाहरू चाहिँ घर जानुहुन्छ। माइजूले चप्पल किनेर अनि चप्पल चेक गर्दै हुनुहुन्छ। म चाहिँ जता गए पनि बस्नको लागि रेडी हो। बस्दैछु म चाहिँ। काम सकियो हाम्रो काम सकियो अब घर जान्छौँ। हेलो अक्सना मेरो आइसक्रिम हेर तिम्रो चक्लेटी मेरो स्ट्रबेरी हेरे पाइक जान्थेला कस्तो लागिरहेछ अक्सना दिदीलाई पुऱ्याएर आउँदाखेरि? अलिअलि दुखी अलिअलि खुसी। धेरै खुसी कि दुखी? ठिक ठिकै। सबै काम सकियो अब हामी
सामान लिएर घर जाँदैछौँ अनि मामाको ज्याकेट लाउँदैछु ठुलो मामा घर आएको थियौँ पसेको थियौँ त्यहाँ बाबा आज घर जाने के बाबाको त भिडियो बनाउने बिर्सेछ अनि बाबा घर जाने अनि बाबालाई त्यहाँ उसको दिन थियो बाबासँग एउटा काम थियो अनि त्यही कामको लागि आएको थियौँ अनि सिधै घर गर्थेनौँ कि अब चाहिँ हामी घर जान्छौँ अनि म नि जान्छु घर केही दिनपछि जान्छु तर बढी जानु भनेको बाबाको चाहिँ चुनाव लगाइरह नि त चुनाव लगाएको भयो खै त फुल अनि माइज चाहिँ फुल किन्न जानुभएको थियो अनि चुनाव लाग्छ नि त अनि त्यही भएर चुनावको लागि जाँदै हुनुहुन्छ म चाहिँ अलिक पछि जान्छु फुल किन्न पाएन कोर अनि त्यही हो आलु बारीमा गएर फोटो खिच्न पर्ने तर फोटो खिच्न अफसोस बस अनि के छ तपाईँहरूको चुनावको हल्लीचल्ली मेरो त भोटर कार्ड छैन जता भोट हाले पनि भइगयो हजुरहरूले कता हाल्नुहुन्छ त्यो भन्नु होला कमेन्ट गरिदिनु होला त्यही हो मेरो युट्युबलाई सपोर्ट गर्छ है म चाहिँ कसैलाई पनि गर्दिनँ अनि सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला कृपया होइन धेरै माया गरिदिनु होला अलिअलि सब्सक्राइब बढिरहेको छ अझै सब्सक्राइब बढाइदिनु होला माया गर्नु होला सेयर गरिदिनु होला के भनौँ त 300 कम्प्लिटेड अहिले म घर गएर 300 कम्प्लिट भयो कङ्ग्रेचुलेसन टु मी अब घर गएर बनाउँछु ल खाजा खाना खाएको फाइनल्ली हामी घर आइपुग्न लाग्यौँ खाजा लिन गएको खाजा पाएनौँ अनि खाजा पाएनौँ तिम्रो मोबाइल नपाएर यत्रोले पनि मोबाइल चलाउँछ भने हेर्नुहोस् सजेस्ट गर्नुहोस् केही उनीहरूलाई मोबाइल चलाउनु नभनेर म चाहिँ खाजा खाना लागेको चिया सरी ब्रेड अनि चियासम्म त सकिनँ पकाएँ अब पसलमा बस्दै खाजा खान्छु हेलो एभ्रिवान के छ सबैजना सन्चै हुनुहुन्छ अरे कि अनि सबैजनाले मेरो लास्टसम्म भिडियो हेर्नुभएको छ भने कस्तो लाग्यो भनिदिनु होला अनि दिदी हेभ अ सेफ जर्नी राम्रोसँग गयो होला आशा राख्छु अनि धेरै धेरै माया अनि मान्छेहरू के हुँदो रहेछ नि सँगै हुँदासम्म चाहिँ त्यस्तो इम्पोर्टेन्स नहुने वास्ता नलाग्ने तर गइसकेपछि अर्कै हुने कि लाइक दिदीको भिडियो फोटो हेर्दा पनि कस्तो अर्कै लाग्ने कि अब त भेट हुँदैन नि त एकछिन टाढै हो अनि सँगै हुँदा पो दिदी यस्तो गर्दैन भनेर धेरै कुरामा हेल्प हुन्थ्यो नि त अब त दिदी पनि छैन मतलब बाहिर गयो अब नराम्रो लागिहाल्छ नि अभियसली होइन अनि त्यो जस्तो भए पनि राम्रोसँग बस अनि धेरै माया अनि म्यासेज गर्दै गरेछु कुरा त भइहाल्छ नि त्यही नि अनि त्यही हो नराम्रो लागेको थियो अनि मम्मी त आउनु भएन मम्मी नआए नि मम्मीलाई नराम्रो लागेर नआएको अब आमाको मन त हो झन् त्यही भएर अनि बाबा नि जानुभयो आज अनि फोन गर्नुभएको थियो अघि नै त्यही हो अनि मेरो भिडियो के कस्तो लाग्यो भन्नु होला अनि माया गर्दै गर्नु होला त्यही हो लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला म तपाईँको अञ्जली बाई बाई लभ यु अल अनि लभ यु माई सिस्टर धेरै माया छ दिदी अनि प्रगति गर्दै जानु त्यही हो बेस्ट विसेस फर अपकमिङ डे बाई बाई एभ्रिवान लभ यु हाँसी बसौँला भन्थ्यो घरको पिँढी नजानु तपाईँ मुगलान मलाई कति गर्यो ढिपी म जानै पर्छ साइली कि वर्ष पर्खी 40 कटेसी बस